ओके, आज चाहिँ हामी डेड बडी केयर गर्न जाँदैछौँ। डेड बडी भनेको चाहिँ हामीले हेरिरहेको पेसेन्टको चाहिँ अब लास्ट केयर हुन्छ हैन। अनि पहिला हामीले जसरी केयर गर्थ्यौँ पेसेन्टलाई त्यस्तै खालको रेस्पेक्ट दिएर चाहिँ डेड बडी केयर पनि गर्नुपर्ने हुन्छ। अनि डेड बडीको केयर गर्नको लागि चाहिँ मैले के इन्स्ट्रुमेन्टहरू राखेको छु पहिला त्यो चाहिँ इन्ट्रोड्युस गराउँछु। ट्रेमा चाहिँ मैले सोप लिएको छु, बाथ टावेलहरू लिएको छु, अनि गज प्याड फ्यु अमाउन्टमा, अनि कटन रोल्सहरू, एउटा खाली किडनी ट्रे लिएको छु। यसमा चाहिँ हामीले अर्नामेन्ट्स अथवा ज्वेलरीहरू पेसेन्टमा छ भने त्यो झिकेर चाहिँ पेसेन्टलाई ह्यान्डओभर गर्नुपर्ने हुन्छ। व्हाइट बेडसिट, अब यो चाहिँ अप्सनल हुन जान्छ, किन भन्दाखेरि कुनै व्यक्तिहरूले चाहिँ आफ्नै कल्चर आफ्नै ट्रेडिसन अनुसारको कपडाहरू लगाइदिनको लागि रिक्वेस्ट गर्नु भएको हुन्छ। त्यति बेला चाहिँ हामीले उहाँहरूकै रिक्वेस्ट अनुसारको कपडाहरू लिएर आउनको लागि भन्ने, अनि त्यही कपडा लिएर आइदिनुपर्छ। अनि अब कतिपय केसेसमा चाहिँ नर्मली हामीले व्हाइट सिट नै ओढाइदिने हुन्छ, सेतो कपडा। अनि डिस्पोजेबल ग्लोभ्स, वार्म वाटर, एउटामा चाहिँ सोप वाटरको लागि युज गर्छौँ भने एउटा चाहिँ वाइप गर्नको लागि, त्यो सोप वाइप गर्नको लागि चाहिँ क्लिन वाटरले चाहिँ पुस्छ। अनि अर्को चाहिँ हामीसँग बिग टावल छ, यो चाहिँ प्राइभेसी मेन्टेन गर्नको लागि है। अब खास हामी डेड बडी केयर चाहिँ किन गर्छौँ भन्दाखेरि डेड बडीको यो डिकम्पोजिसनको चाहिँ प्रोसेस स्टार्ट हुनुभन्दा अगाडि नै गर्ने हो र डिस्लोकेसनहरू नहोस् भनेर। अनि जुन डिकम्पोज हुने प्रोसेसमा चाहिँ लिक्विड्सहरू आउने हुन्छ हैन, त्यो लिक्विड्सहरू चाहिँ त्यो फ्लुइड, बडी फ्लुइड भनौँ, त्यो फ्लुइडहरू चाहिँ यतिकै बाहिर बगेर मेसी नहोस् भनेर। अनि डिस्कलरेसन हुनुभन्दा अगाडि चाहिँ हामीले डेड बडी केयर गर्नुपर्ने हुन्छ है। अब टाइमले भन्दाखेरि लगभग 3 घन्टादेखि 4 घन्टा कट्नुभन्दा अगाडि चाहिँ हामीले डेड बडी केयर गरिसकेको हुनु पर्यो है। अब के को टाइम गर्नुभन्दा अगाडि भन्दाखेरि डेथ भइसके पछाडि एकपटक डक्टरले डिक्लेयर गर्नुहुन्छ, त्यो पछिको टाइम भनेको हाम्रो लागि चाहिँ डेड बडी केयर गर्ने टाइम हो। र त्यो डेट डिक्लेयर भइसकेको 3 देखि 4 घन्टा चाहिँ कट्नु भएन है। अनि किन भन्दा अघि मैले भने जस्तै डिकम्पोजिसनको चाहिँ प्रोसेस स्टार्ट हुन्छ त्यसपछि हैन। डेड बडीमा चाहिँ आफै ब्याक्टेरिया फर्मेन्टेसन भएर चाहिँ डिकम्पोज गर्ने भएको कारणले गर्दाखेरि हामीले यो प्रोसेस चाहिँ छिटो गर्नुपर्ने हुन्छ है। अब मलाई असिस्ट गर्नुको लागि एकजनालाई बोलाउँछु म। अनि पहिला डिस्पोजेबल ग्लोभ्स लगाउने ल। ओके, सुरुमा चाहिँ अब बडीको भिजिटरहरूलाई, पेसेन्ट पार्टीलाई चाहिँ एक्सप्लेन गरिदिने हाम्रो चाहिँ डेड बडी केयर गर्ने टाइम भएको छ। र हजुरहरूकोबाट एकजना चाहिँ हामीसँग प्रेजेन्ट भइदिनु भनेर बोलाउनु पर्ने हुन्छ। पेसेन्टको पार्टीको चाहिँ एकजनाको विटनेसमा हामीले गर्नुपर्ने हुन्छ है। अनि उहाँहरूलाई स्ट्यान्ड बाई राख्ने। सुरुमा चाहिँ हामीले बडीको आई ओपन छ भने यो आइलिडलाई अलिकति तल प्रेस गरेर क्लोज गरिदिने, एकछिनसम्म होल्ड गरिदिने, किनकि अब यो स्किन अथवा कुनै पनि मसल्सहरू चाहिँ कडा भएर बसेको हुन्छ हैन, निचोरेर बसेको हुन्छ कुनै भागहरूमा। त्यस्तै आइलिड पनि अलिक कडा भएर अड्केर बसेको जस्तो भइरहेको हुन्छ। हामीले एकछिनसम्म चाहिँ यसरी होल्ड गर्छौँ, हल्का जेन्टल प्रेस गर्छौँ, क्लोज भइसके पछाडि छोडिदिने। माउथ हेर्ने, माउथ पनि ओपन छ अरे सपोज हैन, थोरै जेन्टली प्रेस गरेर क्लोज गरिदिने। अब मुखभित्र चाहिँ कसैको फल्स टिथ छ हैन, डेन्चर्सहरू छ भने त्यो चाहिँ हामीले निकाल्नु परेन। निकालेको अवस्थामा चाहिँ फेसको स्ट्रक्चर बिग्रिन सक्छ, अलिकति नराम्रो देख्न सक्छ। त्यो हिसाबले चाहिँ पेसेन्टको पार्टीको चाहिँ फिलिङ हर्ट हुन्छ हैन, उनीहरूलाई नराम्रो लाग्छ। त्यस्तो नहोस् भनेर हामीले माउथभित्र भएको केही पनि फल्स कुराहरू छ भने केही पनि नजिक दिने, यतिकै बन्द गरिदिने है। अब हामीले यो खाली कन्टेनर राखेको चाहिँ किन भन्दाखेरि पेसेन्टको केही अर्नामेन्ट्स छ हैन, सपोज इयररिङ्सहरू हुनसक्छ, वाचहरू हुनसक्छ हैन, रिङहरू हुनसक्छ। यस्तो केही पनि अर्नामेन्ट्सहरू छ भने त्यो कलेक्ट गरेर जसलाई हामीले विटनेसको लागि बोलाएको छौँ उहाँलाई चाहिँ ह्यान्डओभर गरिदिन्छौँ, पेसेन्टको भिजिटरहरूलाई है ल। अब त्यसपछि चाहिँ मेडिकल इक्विपमेन्ट। अब यो बडी चाहिँ डेथ हुनुभन्दा अगाडि जीवित भएको अवस्थामा चाहिँ आइभी लाइनहरू लागेको हुनसक्छ हैन, मोनिटरहरूको चाहिँ लिड हुनसक्छ। अब शरीरमा कुनै घाउहरू थियो भने त्यो ब्यान्डेजिङ गरेको हुनसक्छ। डेथ भएको बेलामा नि हामीले त्यो 4 ब्यान्डेज चाहिँ निकालेर सफा ब्यान्डेजिङहरू लगाइदिनु पर्ने हुन्छ। अनि युरिनको लागि क्याथेटरहरू भएको हुन्छ। यस्तो सबै मेडिकल इक्विपमेन्टहरू चाहिँ हामीले निकालिदिनु पर्यो
हैन घाउहरू छ भने चाहिँ पुरानो प्याकेजिङ निकालेर नयाँ प्याक गरिदिने नयाँ टिपहरू लगाइदिने है र अब त्यो भन्दा अगाडि चाहिँ हामीले होल बडी वास गर्नु पर्यो अब घाउहरू सफा गरेर नयाँ ब्यान्डेज लाउनु अघि चाहिँ हामीले होल बडी वास गर्नुपर्छ डेड बडीको पनि है त अब कस्तो खाले लुगा लगाउनु भएको छ त्यो बडीले हैन त्यही अनुसारले चाहिँ हामी अनड्रेस गरिदिन्छौँ है ल थोरै मलाई हेल्प गर्नु यसरी पल्टाउनमा अनि हामीले अनड्रेस गर्दाखेरि पनि डेथ भइसकेको त हो भनेर यतिकै फ्ल्यास गरेर झिक्दिने त्यस्तो गर्न चाहिँ मिल्दैन हामीले डेड बडीको पनि डिग्निटीलाई चाहिँ रेस्पेक्ट गर्नुपर्ने हुन्छ है ओके पेसेन्टको कपडा झिक्यो अब यो कपडा चाहिँ जुन बित्नुभयो बिरामीकै थियो भने चाहिँ भिजिटरलाई दिने उहाँहरूलाई ह्यान्डओभर गर्ने हस्पिटलको गाउनहरू लगाउनु भएको छ भने चाहिँ हस्पिटलको अब लन्ड्रीतिर जान्छ यो लुगा चाहिँ अब यो ब्ल्याङ्केट पनि पेसेन्टमा युज भएको छ हैन यसलाई हटाएर हामी एउटा बिग टावलले चाहिँ प्राइभेसी मेन्टेन गर्दै यसरी चाहिँ निकाल्छौँ अब ब्ल्याङ्केट पनि सफा गर्ने ठाउँतिर डिसइन्फेक्ट गर्ने ठाउँतिर चाहिँ हामी लान्छौँ है पछि उता राख्दिनु ल अब हामीसँग एउटा सोप वाटर हुन्छ एउटा चाहिँ क्लिन वाटर हुन्छ अनि अब यो वाटरहरूले चाहिँ हामी होल बडी वास गरिदिन्छौँ है अब बडी वास गर्ने बेलामा चाहिँ जहिले पनि हामी क्लिन सर्फेसदेखि डर्टी एरिया जान्छौँ सुरु गर्दाखेरि चाहिँ फेसबाट सुरु गर्ने अब नेक अनि दुईटा लिम्सहरू अप्पर लिम्स र लोवर लिम्स पनि सबै सफा गर्नु पर्यो लोवर लिम्स गर्ने अब यो सफा गर्ने क्रममा पनि प्राइभेसी चाहिँ मेन्टेन गरिराख्नुपर्छ प्राइभेसी ब्रेक हुन भएन ओके लिम्स गरिसके पछाडि अब आउँछ ट्रङ्कको पालो ट्रङ्कको सफा गर्छौँ अनि ब्याक साइड ट्रङ्क र ब्याक भयो हैन अब हाम्रो चाहिँ पेरिनियल एरिया बाँकी छ पेरिनियल एरिया पनि सफा गर्नुपर्ने हुन्छ है अब डाइपर्सहरू लगाउनु भएको थियो भने यति बेला डाइपर्सहरू पनि झिक्दिने है ल अब अहिले हामीले सोप वाटरले गरेको थियो हैन त्यस्तै गरी चाहिँ क्लिन वाटरमा अब अर्को टावल भिजाएर त्यस्तै गरी पुस्नु पर्यो सबै है मुखदेखि तल फुटसम्मलाई अनि ड्राई टावलले अब ड्राई गरिदिने ड्राई गर्ने प्रोसेस पनि सेम हुन्छ पहिला क्लिन सर्फेसदेखि डर्टी सर्फेसतिर जाने है अब यो चाहिँ मेरो ड्राई टावल हो हैन यसरी चाहिँ मैले फेरि फेसदेखि नै सबै ड्राई गर्दै आउँछु है लिम्स यताको लिम्स लोवर लिम्स ट्रङ्क ब्याक अनि पेरिनियल एरिया यसरी चाहिँ सबै ड्राई गर्ने ल ओके बडीको चाहिँ डेड बडीको चाहिँ बडी राम्रोसँग वास भइसकेको छ त्यसपछि चाहिँ पोर्सहरूलाई क्लोज गर्छौँ है पोर्स भनेको हाम्रो शरीरको सबै ओपनिङ्सहरूमा चाहिँ हामीले कटनले क्लोज गरिदिन्छौँ यो चाहिँ किन जरुरी छ भन्दाखेरि अब त्यो शरीरमा हावा इन्टर भयो भने त्यो एयर रेगुलेट गर्ने कुनै पनि अर्ग्यान त अब छैन अलाइभ हैन अनि हावा पसिसके पछाडि जिउ फुल्लिँदै जाने हुन्छ हैन त्यस्तो नहोस् भनेर चाहिँ हामीले सबै ओपनिङहरू क्लोज गरिदिन्छौँ प्लस अनि डिकम्पोज भइसके पछाडि त्यो डिकम्पोजको प्रोसेस भनेको चाहिँ के हो त लिक्विडिफाई गर्ने हो नि त ब्याक्टेरियाले अर्ग्यानहरूलाई अनि त्यो फ्लुइडहरू आउँछ भने त्यो फ्लुइड सबै त्यो कटन र गज प्याडहरूमा सोसियोस् भनेर चाहिँ हामीले युज गर्छौँ अनि सबै पोर्समा चाहिँ कटन युज गर्छौँ
हैन। रेक्टमको ओपनिङमा चाहिँ गज प्याड हाल्छौँ। अघि मैले के भनेको थिएँ त मसल्स र स्किनहरू चाहिँ कडा भइदिन्छ, मसल्सहरू पनि खुम्चिन सक्छ, निचोरिन सक्छ हैन। अब त्यो रेक्टमको ओपनिङबाट चाहिँ निचोरेर डिस्चार्जहरू आउन सक्छ। सो त्यो डिस्चार्जहरू आयो भने पनि प्याडमै सोसियोस् भनेर चाहिँ त्यो रेक्टमको ओपनिङलाई हामीले प्याडले चाहिँ क्लोज गर्छौँ है। अनि अब अरू घाउहरू थियो, सर्जिकल घाउहरू थियो भने पनि त्यसलाई चाहिँ हामीले सफा गरेर प्याक गरेर राख्छौँ है। ल यति भइसके पछाडि चाहिँ अब ड्रेसिङको पालो आउँछ, भनेको कपडा लगाइदिने है। अब भिजिटरको रिक्वेस्ट अनुसार, उनीहरूको कल्चर अनुसारले चाहिँ नयाँ लुगा लगाइदेऊ अथवा ट्रेडिसनल लुगा लगाइदेऊ भनेको छ भने त्यही पुरा गर्नु पर्यो हैन। अदरवाइज हामीले सेतो कपडा नै लगाउने चलन छ। अनि अब त्यो चाहिँ हामीले लगाउँछौँ है त। ल तल यहाँ फुटदेखि सबै ढाकेर यसरी चाहिँ ढाकेर लिएर आउँछौँ चिनसम्म अहिले। अनि जुन हामीले प्राइभेसीको लागि युज गरेको टावल थियो, अब यो टावल पनि हटाइदिने। अनि यो पनि लन्ड्रीमै जान्छ। अब पेसेन्टको हो भने पेसेन्टको भिजिटरलाई जान्छ है। अब राम्रोसँग यो व्हाइट सिट चाहिँ ढाक्ने गरेर चिनसम्म ओढाइदिनुपर्छ है। भयो। चिनसम्म यसरी अडाइसके पछाडि चाहिँ अब सबै बडी केयर भइसकेको छ। हाम्रो हेयर केयर बाँकी छ हैन। डेड बडीमा पनि हामीले हेयर केयर गरिदिनुपर्छ। पुरै वास चाहिँ गरिदिन पर्दैन, तर काइयोले कोरेर टाइडी चाहिँ बनाइदिनु पर्ने हुन्छ। अनि अब कपाल लामो छ भने बान्ने बाट्ने के हो हैन, त्यसरी सपक्क पारेर चाहिँ मिलाएर राखिदिनु पर्यो है। ल अब सपोज मैले हेयर केयर पनि गरिदिइसकेको छु है। अनि अबको टाइम भनेको चाहिँ हामीसँग जो भिजिटर हुनुहुन्थ्यो उहाँलाई चाहिँ के भन्ने भन्दाखेरि केयर चाहिँ लगभग फिनिस भइसकेको छ। हजुरहरूको अरू मान्छे कोही हुनुहुन्छ उहाँलाई भेट्न इच्छा राख्थे भने 1 बाई 1 भेट्न सक्नुहुन्छ भनेर उहाँहरूलाई अलाउ गर्ने, तर 1 बाई 1 है। त्यति बेलासम्म हामीले 2वटा नेम ट्यागहरू बनाउनु पर्यो। अब त्यसमा चाहिँ सबै डिटेल हुन्छ जो डेथ भयो उहाँको हैन, नेम, जेन्डर, के डायग्नोसिस थियो पहिला, कति बजे डेथ भयो। अब यो टाइम चाहिँ कसरी थाहा हुन्छ त, डक्टरले डिक्लेयर गर्नुभएको सर्टिफिकेटमा चाहिँ मेन्सन हुन्छ हैन, त्यो टाइम लेखिदिने। अनि कजेसहरू पनि मेन्सन गरिदिनु भएको हुन्छ डक्टर्सले हैन, त्यो चाहिँ राखिदिनु पर्यो। 2टा नेम ट्याग कता कता लगाउने भन्दाखेरि हाम्रो यो राइट ह्यान्डको रिस्टमा, नारीमा हैन, अनि राइट लेगको बिग टो, बुढी औँलामा चाहिँ लगाइदिनु पर्यो है। यो कुरा चाहिँ नबिर्सिने। यति गरिसके पछाडि हाम्रो साइडबाट गर्नुपर्ने केयरहरू चाहिँ कम्प्लिट हुन्छ हैन। अनि हामीले फेस मात्र चाहिँ किन नछोपेको भन्दा कोही भिजिटर भेट्न इच्छा राख्ने मान्छेहरूलाई चाहिँ अब यो देखाउनको लागि, अनुहार मात्र देखाउनको लागि अरू सबै बडीको पार्टहरू चाहिँ छोप्छौँ। किन भन्दा डेथ भइसके पछाडि डिस्कलरेसन हुँदै आइरहेको हुन्छ नि त, प्यालर भइरहेको हुन्छ, एकदम त्यो पहेँलो भएर पनि निलो निलो हुन थालिसकेको हुन्छ। त्यस्तो अवस्थामा देख्दाखेरि फिलिङ हर्ट हुन्छ मान्छेहरूको हैन। सो त्यस्तो नहोस् भनेर चाहिँ फेस मात्र देखाउँछौँ है। अनि अब भिजिटरलाई ह्यान्डओभर दिने, हाम्रो साइडबाट चाहिँ केयर कम्प्लिट भएको छ। हजुरहरूले चाहिँ आफ्नो ट्रेडिसन अनुसार अथवा आफ्नो कल्चर अनुसार बाँकीको प्रोसेस गर्न सक्नुहुन्छ भनेर पठाइदिने है। अनि त्यसपछि उहाँहरूले आफ्नो इच्छा अनुसारले फेस ढाकेर लाने हैन, अथवा अरू कपडाहरू लगाएर लाने, त्यस्तो चाहिँ आफैले गर्नुहुन्छ है। हाम्रो साइडबाट गर्ने चाहिँ यति नै हो। थ्याङ्क यू।